नमस्कार मिज्यू। हजुर नमस्कार। हजुर नमस्कार। हजुर लन्डनदेखि काठमाडौँ आफ्नो जन्मस्थान हुँदै घुम्दै घुम्दै आज चितवन आउनुभयो, भरतपुर घुम्नुभयो, त्यसपछि गएर अहिले गैँडाकोट घुम्दै घुम्दै माथि मौलाकाली मन्दिर जानुभयो। त्यहाँबाट आएर यो मौलाकाली केबल कारको माथिल्लो स्टेसन होटलको छतमा आइपुग्नु भएको छ। अनि कस्तो लाग्यो हजुरलाई यो चितवन कस्तो लाग्यो होइन, यो भरतपुर, नारायणघाट, गैँडाकोट यी ठाउँहरू कस्तो लाग्यो, अनि आजको भ्रमण कस्तो रह्यो हजुरको? एकदमै उत्तम, एकदम उचित, एकदम सही टाइममा हजुरले मलाई यहाँ लिएर आउनुभयो। यसको लागि धेरै धेरै म हजुरपट्टि आभारी छु। यस्तो राम्रो ठाउँमा यस्तो राम्रो भ्यू, यति राम्रो मौलाकाली मन्दिर बनेको रहेछ, यो देख्दा म एकदमै धेरै हर्षविभूत भएको छु। नेपालमा यस्तो राम्रो हिमालयको साथमा हिमाल हाँसेको छ। यस्तो हिमाललाई छोडेर विदेशमा पिल्सिएर बस्नु परेको छ हामीलाई। यति धेरै गर्व लागेको छ हजुरपट्टि, धेरै नै खुसी लागेको छ मित्र। यो धेरै राम्रो उचित काम गरे हामीले हजुरले देखाउनु भयो, एकदमै राम्रो खुसी लागेको छ। हजुरको जन्मस्थान चाहिँ काभ्रे जिल्ला होइन? हजुर काभ्रे जिल्लामा पर्यो मेरो, पनौती, काभ्रेको पनौतीमा। मल्पीमा। अनि अहिले हजुर यो बेलायतको लन्डनमा चाहिँ कति समयदेखि कति वर्ष भयो हजुरको? लगभग म चाहिँ बेलायत गएको चाहिँ 20 वर्ष जति भयो अहिले। म बेलायतमै छु। 20 वर्ष भयो। जहाँ बसे पनि जे गरे पनि आफ्नो देशको माया त भइरहन्छ नि। देश जस्तो राम्रो मलाई कहीँ पनि लाग्दैन अहिले। अब जति गरे पनि जहाँ गए पनि आफ्नै देशै राम्रो लाग्नुपर्छ मलाई। ल सुनिहाल्नुभयो तपाईँहरूले पनि, विदेशिनु भनेको रहर होइन बाध्यता हो भने जस्तै मिज्यूले पनि भन्नुभयो। मिज्यू चितवन आउनुभयो, मलाई पनि खुसी लाग्यो। मिज्यूसँग आज दिनभरि घुमियो, भोलि पनि सँगै हामी घुम्नेछौँ, पर्सि पनि घुम्नेछौँ र निको पर्सितिर हामी फेरि काठमाडौँ जानेछौँ होइन त मिज्यू? ल हस्, लागौँ अब हामी है। ल हस्, तपाईँहरूलाई पनि यो गैँडाकोटको मौलाकाली मन्दिर छेउमा रहेको मौलाकाली केबल कारको माथिल्लो स्टेसन रहेको बिल्डिङ जुन छ, यो बिल्डिङको छतबाट तपाईँहरू सबैको सुस्वास्थ्य, दीर्घायु, सुख शान्तिको कामना गर्दै हामी दुवैजना मित बिदा भयौँ। हस्, जय होस्।